नमस्कार साथीहरू। सोच्नुहोस्, यदि तपाईको भित्र यस्तो शक्ति छ जसले प्रत्येक ट्रेड गर्दा तपाईको मनमा आउने डरलाई जित्न सक्छ, लोभको आगोलाई निभाउन सक्छ र हरेक चुनौतीको सामना गर्दै तपाईलाई अगाडि बढ्न प्रेरित गर्न सक्छ। के तपाई त्यो यात्रामा निस्किन तयार हुनुहुन्छ जहाँ जित केवल प्राविधिक मात्र होइन, बरु तपाईको आत्माको जित हुन्छ? के तपाईले कहिले गहिरिएर सोच्नु भएको छ, किन हामी बारम्बार एउटै गल्ती दोहोऱ्याइरहन्छौँ? किन हामी जान्दा जान्दै पनि आफैले बनाएको जालमा फस्छौँ? किन हामी हरेक पटक सोच्छौँ कि यस पटक हामी अनुशासित रहनेछौँ, तर फेरि पनि त्यही कमजोरीमा फस्छौँ? जब बजारले तपाईलाई सानो नाफा देखाउँछ, तब बजारले तपाईलाई भनेको हुन्छ, बस अब जोखिम नलिनुहोस्, नाफा लिनुहोस् र बाहिर निस्कनुहोस्। तर बजार सधैँ सजिलो बाटोमा भन्ने चल्दैन। कहिलेकाहीँ धैर्य र सही समयको पर्खाइले मात्र ठूलो नाफा दिन सक्छ। यो कुरालाई एउटा कथा मार्फत बुझौँ। कल्पना गर्नुस्, एउटा सानो बच्चा सर्कसको रस्सीमा हिँड्न सिक्दैछ। उसको तल कुनै सुरक्षा जाल अर्थात् कुनै पनि सेफ्टी छैन। हरेक कदममा उसलाई डर लाग्छ कि ऊ लड्न पनि सक्छ। उसको मनले बारम्बार भन्छ, रोक, फर्की, त लड्नेछस्। तर यदि बच्चाले डरको अगाडि हार मान्यो भने उसले कहिल्यै रस्सीमा हिँड्न सक्ने छैन। उसले आफ्नो डरमाथि जित हासिल गर्नुपर्छ, आफ्नो सन्तुलनमा भरोसा गर्नुपर्छ, हरेक सानो कदमलाई विश्वास गर्नुपर्छ जसले डरमाथि जित्छ। ऊ अगाडि बढेर ठूलो कलाकार बन्छ। ट्रेडिङ पनि यस्तै हुने गर्छ। हरेक ट्रेड एउटा नयाँ रस्सी हो। हरेक ट्रेडमा डरको सामना गर्नुपर्छ। असली ट्रेडर त्यही हुन्छ जो डरको बावजुद तर्कसङ्ग ढङ्गले आफ्नो रणनीतिसँगै अगाडि बढ्न सक्छ। ऊ जान्दछ कि नोक्सान पनि यो खेलको सानो हिस्सा हो। बिना डर, बिना लोभ, आफ्नो दिमागको तर्कले एक एक कदम अगाडि बढाउँदा बजारले भनेको हुन्छ। जबसम्म हामीले आफ्नो मनको भावनात्मक चाललाई बुझ्दैनौँ, तबसम्म हामी ट्रेडिङमा व्यावसायिक बन्न सक्दैनौँ। आफ्नो भावनालाई व्यवस्थापन गर्न सिक्नुपर्छ, नत्र हरेक ट्रेडमा डरले हामीलाई चाँडै बाहिर निकाल्छ वा लोभले हामीलाई धेरै टाढासम्म लैजान्छ र दुवै बाटोले अन्ततः नोक्सानतिर लैजानेछन्। त्यसैले अर्को पटक तपाईँ आफ्नो ट्रेडिङ स्क्रिनको अगाडि बस्नुहुन्छ, यो याद राख्नुहोला, तपाईको असली प्रतिस्पर्धा बजारसँग होइन, तपाईको आफ्नै मनसँग रहन्छ। र जसले यो लडाई जित्छ ऊ नै असली ट्रेडर बनेर निस्कन्छ, जतिसुकै बुद्धिमान व्यक्ति किन नहोस्। यदि उसमा अनुशासन छैन भने ट्रेडिङको संसारमा ऊ धेरै दिन टिक्न सक्दैन। भाग्यले कहिलेकाहीँ नाफा दिलाउन सक्छ, तर जब नोक्सान हुन्छ, अनुशासन नभएको व्यक्ति आफ्नो धैर्य गुमाउँछ। ट्रेडिङमा भावनामाथि आफ्नो नियन्त्रण गुमाउनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै हो। ट्रेडिङ एउटा यस्तो खेल हो जहाँ दिमागभन्दा पनि मनलाई नियन्त्रण राख्न जरुरी हुन्छ। यहाँ बुद्धिको जति जरुरत छ त्योभन्दा धेरै अनुशासनको जरुरत हुन्छ, किनभने बुद्धिले तपाईलाई सही अवसर देखाउन सक्छ, तर त्यही अवसरमा सही निर्णय लिनु, गल्ती नदोहोऱ्याउनु, यो सब अनुशासनले मात्र सम्भव हुन्छ। कल्पना गर्नुस् कि दुईजना ट्रेडर छन्। पहिलो ट्रेडर धेरै बुद्धिमान छ, उसलाई चार्ट पढ्न आउँछ, बजारको हरेक चाल बुझ्छ। तर जब बजार उसको विरुद्धमा जान्छ ऊ आत्तिन्छ। कहिले हतारमा ट्रेड गर्छ, कहिले डरले आफ्नो पोजिसन बन्द गर्छ, कहिले लोभमा आएर धेरै जोखिम लिन्छ, अर्थात् उसको बुद्धिमानी उसको भावनाको अगाडि असफल हुन्छ। अर्कोतिर दोस्रो ट्रेडर त्यति तेज भने छैन, उसलाई धेरै जटिल रणनीति थाहा छैन, तर उसँग साधारण नियम छ, एउटा रणनीति छ जसलाई ऊ सधैँ पछ्याउँछ। बजार माथि जाओस् वा तल, उसको ध्यान आफ्नो अनुशासनमा केन्द्रित हुन्छ। न ऊ डराएर भाग्छ, न लोभमा आएर अनावश्यक जोखिम लिन्छ। ऊ जान्दछ कि नोक्सानी पनि यो खेलको एउटा सानो हिस्सा हो। उसले आफ्नो प्रक्रियालाई पछ्याउँदै जान्छ। अब लामो समयमा कसले जित्ला त? जवाफ स्पष्ट छ, जो अनुशासित छ उसले नै जित्ने गर्छ। किनभने बुद्धिमानीले तपाईलाई एक दुई पटक जिताउन सक्छ, तर लगातार सफल हुन आफ्नो भावनामाथि जित हासिल गर्नुपर्छ। तपाईले त्यही गर्नुपर्छ जुन सही छ, चाहे त्यो समयमा तपाईको मनले अरू केही गर्न किन नभनोस्। यो नै अनुशासनको असली अर्थ हो।
ट्रेडिङमा असली चुनौती यो होइन कि तपाईँ कति बुद्धिमान हुनुहुन्छ, बरु यो हो कि तपाईँ आफ्नो निर्णयमा कति तार्किक र अनुशासित हुनुहुन्छ। यदि तपाईँले आफ्नो ध्यान केन्द्रित गर्न सक्नु भएन भने चाहे तपाईँसँग जतिसुकै ठुलो रणनीति किन नहोस्, बिस्तारै तपाईँको खाता रितिँदै जानेछ। अनुशासनको अर्थ हो स्टप लस राख्नु। चाहे मनले जेसुकै भनोस् कि अब बजार उभिन्छ, गल्ती स्वीकार गर्नु र अर्को पटक त्यही गल्ती नदोहोऱ्याउनु। यही कारण हो कि ठुला ठुला व्यावसायिक ट्रेडरहरू सधैँ भन्दछन्, ट्रेडिङमा अनुशासनले बुद्धिलाई जित्ने गर्छ। कहिलेकाहीँ तपाईँ देख्नुहुन्छ कि कम ज्ञान भएका मानिसहरू पनि लगातार नाफामा हुन्छन्, केवल किनभने उनीहरू आफ्नो प्रणालीलाई पछ्याउँछन्, चाहे जेसुकै होस्। अर्कोतिर धेरै प्रतिभाशाली मानिसहरू पनि हार्ने गर्दछन्, किनभने उनीहरू आफ्नो भावनाको अगाडि हार मान्छन्। त्यसैले यदि तपाईँलाई सफल हुन मन छ भने आफूसँग एउटा प्रश्न सोध्नुहोस्, के म अनुशासित छु? यदि जवाफ होइन छ भने तपाईँले आजैबाट आफ्नो बानी बदल्नुपर्छ। नत्र तपाईँले जति ज्ञान ल्याउनुहोस्, जति कोर्स गर्नुहोस् वा जति चार्ट पढ्न सिक्नुहोस्, अन्त्यमा ट्रेडिङको असली परीक्षामा तपाईँ हार्नुहुनेछ। याद राख्नुहोला, ट्रेडिङ जित्ने लडाई होइन, टिक्ने लडाई हो, र टिक्छन् तिनीहरू नै जसको अनुशासन बलियो हुन्छ। जब तपाईँ जोखिमसँग डराउनुहुन्छ तब ट्रेडिङ तपाईँको लागि डरलाग्दो चलचित्र बन्छ। सोच्नुहोस्, यदि तपाईँ बजारमा हरेक उतार चढावमा तपाईँको मुटुको धड्कन बढ्छ, तपाईँ आत्तिनुहुन्छ, तब ट्रेडिङ तपाईँको लागि सुखद अनुभव होइन, बरु तनावपूर्ण सपना बन्छ। ट्रेडिङको असली सुन्दरता तब आउँछ जब तपाईँले जोखिमलाई बुझ्नुहुन्छ र त्यसलाई अँगाल्न सिक्नुहुन्छ। जोखिम कुनै शत्रु होइन जसबाट भाग्नुपर्छ, बरु यो एउटा साथी हो जसलाई बुझ्नुपर्छ, चिन्नुपर्छ र सँगै हिँड्नु पनि पर्छ। कल्पना गर्नुहोस्, तपाईँ समुद्रको किनारमा उभिनु भएको छ। अगाडि विशाल नीलो समुद्र फैलिएको छ। हरेक छाल जो किनारतिर आउँछ त्यो एउटा जोखिम हो। हरेक छालले तपाईँलाई सन्तुलनमा राखेर सफर गर्न सक्ने अवसर दिन्छ। वा यदि तपाईँ तयार हुनु भएन भने त्यसले तपाईँलाई लडाउन पनि सक्छ। अब तपाईँ के गर्नुहुन्छ? के तपाईँ किनारमा उभिएर छालहरू आउँदै गरेको हेर्नुहुन्छ र डराउनुहुन्छ, वा तपाईँ पानीमा पस्नुहुन्छ, छालहरूको शक्ति महसुस गर्नुहुन्छ र तिनलाई पढ्न सिक्नुहुन्छ? एउटा सफरले छाललाई हेर्छ, बुझ्छ र तयारी गर्छ कि कुन छालमा सवारी गर्ने र कुनबाट बच्ने। बजारमा पनि ठ्याक्कै यस्तै हुन्छ। हरेक उतार चढाव एउटा छाल बनेर आउँछ। यदि तपाईँले बजारको गल्तीलाई पढ्न सिक्नुभयो, भावनालाई बुझ्नुभयो र जोखिमलाई अँगाल्नुभयो भने तपाईँले ट्रेडिङको असली मजा पाउनुहुनेछ। जोखिमलाई अँगाल्नु भनेको यो बुझ्नु हो कि नोक्सानी पनि यो खेलको हिस्सा हो। हरेक ट्रेड जित्नको लागि हुँदैन। कहिलेकाहीँ तपाईँले हार मान्नुपर्छ, तर यो हारबाट डराउनु भने हुँदैन। असली खेल तब सुरु हुन्छ जब तपाईँ बुझ्नुहुन्छ कि सानो नोक्सानीले तपाईँलाई ठुलो नोक्सानीबाट जोगाउन सक्छ र जोखिमलाई सही तरिकाले व्यवस्थापन गरेर तपाईँ लामो समयसम्म टिक्न पनि सक्नुहुन्छ। सोच्नुहोस्, जब सफर पानीमा लड्छ, के ऊ सर्फिङ गर्न छोड्छ? होइन, ऊ उड्छ, आफ्नो गल्तीबाट सिक्छ र अर्को छालको लागि अझ राम्रो तयारी गर्छ। ट्रेडिङ तपाईँलाई सिकाउने गुरु हो। हरेक पटक तपाईँ थोरै थोरै बलियो भन्नुहुन्छ। जसरी एक क्रिकेटरले जान्दछ कि हरेक इनिङमा रन बन्दैन, त्यस्तै गरी एक व्यावसायिक ट्रेडरले पनि जान्दछ कि हरेक ट्रेडमा नाफा हुँदैन। ऊ हरेक ट्रेडलाई मनले होइन, दिमागले हेर्ने गर्छ। हरेक नोक्सानपछि ऊ बसेर सोध्छ, मेरो गल्ती के थियो? मैले अनुशासन कहाँनिर तोडेँ? अर्को पटक कसरी सुधार गर्न सक्छु? हरेक गल्तीले तपाईँलाई बलियो बनाउँछ। हरेक नोक्सानीले तपाईँलाई होशियार बनाउँछ। हरेक लडाइँले तपाईँलाई सिकाउँछ कि अर्कोचोटि कसरी हिँड्ने भनेर। यही मानसिकता ट्रेडिङमा पनि चाहिन्छ। हारलाई अवसरको रूपमा लिनु, सिक्नु र अगाडि बढ्नु, किनभने ट्रेडिङको दुनियाँमा कोही पनि सधैँ सही हुँदैन। त्यसैले अर्को पटक जब तपाईँ ट्रेडिङमा कुनै नोक्सानीको सामना गर्नुहुन्छ, आफैसँग एउटा प्रश्न सोध्नुहोला, के म यसबाट केही सिक्न सक्छु? यदि जवाफ हो छ भने बुझ्नुहोस्, तपाईँ एक कदम अगाडि बढिसक्नुभयो। किनभने ट्रेडिङको असली कला हारलाई अँगाल्नु र फेरि हाँस्दै मैदानमा उभिनु हो। ट्रेडिङमा नतिजा तुरुन्त आउँदैन।
ट्रेडिङमा धेरै जसो मानिसहरूले गर्ने सबैभन्दा ठूलो गल्ती यो हो कि उनीहरू नतिजाको हतारमा हुन्छन्। उनीहरू सोच्छन् आज सिके, आजै पैसा कमाइहाल्छु। तर बजारले बारम्बार एउटै कुरा सिकाउँछ, प्रक्रियामा ध्यान दिनुहोस्, नतिजा आफै आउनेछ। एकछिन सोच्नुहोस्, यदि तपाईले खेतमा बिउ रोप्नुभयो भने के तपाईँ त्यहाँ दिन बाली काट्ने आशा गर्नुहुन्छ? होइन। बिउलाई पानी हाल्नुहुन्छ, घाम सहनुपर्छ, हेरचाह गर्नुपर्छ। तपाईले धैर्य गर्नुपर्छ, नतिजाको चिन्ता नगरिकन। ट्रेडिङमा पनि यही हुन्छ। तपाईले पहिला सही ज्ञान, सही मानसिकता र सही अनुशासनको बिउ रोप्नुपर्छ। त्यसपछि हरेक दिन मेहनत गर्नुपर्छ। यदि तपाईँ केवल नतिजाको पछाडि दौडिनुहुन्छ भने हरेक सानो नोक्सानीले तपाईँको हौसला तोड्नेछ। हरेक पटक जब नाफा हुँदैन तपाईँलाई लाग्छ कि तपाईँ असफल हुँदै हुनुहुन्छ। तर वास्तविकता यो हो कि नोक्सानी र साना साना असफलताहरू पनि प्रक्रियाको हिस्सा हुन्। असली ट्रेडर त्यही हो जो यी सबको बावजुद आफ्नो प्रक्रियामा अडिग रहन्छ, सिकिरहन्छ र आफूलाई सुधारिरहन्छ। ट्रेडिङको असली मजा तब आउँछ जब तपाईँ नतिजाको चिन्ता लिन छोड्नुहुन्छ। जब तपाईको ध्यान केवल यो कुरामा हुन्छ कि आज मैले सही ट्रेड गरेँ कि गरिन, मैले आफ्नो नियमलाई कति इमान्दारितासँग पछ्याएँ। जसरी किसान हरेक दिन खेतमा मेहनत गर्छ बिना यो सोचेर कि भोलि बाली आउँछ कि आउँदैन, त्यसरी नै एक असली ट्रेडर पनि हरेक दिन आफ्नो प्रक्रिया निभाउँछ, बिना नतिजाको हतार गरेर। बजारको यो सबैभन्दा गहिरो पाठ हो। जो धैर्यवान छ ऊ नै अगाडि बढ्छ। जब तपाईँ ट्रेडिङ गर्नुहुन्छ एउटा कुरा सधैँ याद राख्नुहोला, नोक्सानलाई व्यक्तिगत असफलता नठान्नुहोस्। धेरैजसो मानिसहरूले नोक्सानलाई आफ्नो इज्जतको प्रश्न बनाउँछन्। उनीहरूलाई लाग्छ कि यदि यो ट्रेडमा नोक्सानी भयो भने उनको क्षमतामाथि प्रश्न उठ्छ। यहाँबाट असली समस्या सुरु हुन्छ, किनभने जब तपाईँ हारलाई आफ्नो इज्जतसँग जोड्नुहुन्छ तब अर्को ट्रेड तपाईँ सोचेर गर्नुहुन्छ। अब देखाउनुपर्छ, अब बदला लिनुपर्छ। तर यही तपाईँले आफ्नो नियन्त्रण गुमाउनुहुन्छ। तपाईँको अर्को निर्णय तर्कमा होइन, भावनामा आधारित हुन्छ। तपाईँ सोच्नुहुन्छ अब त जसरी पनि जित्नुपर्छ। यो जसरी पनि सोचले प्राय ठूलो नोक्सान निम्त्याउन सक्छ। बिस्तारै तपाईँ त्यो चक्रमा फस्नुहुन्छ जहाँबाट बाहिर निस्कन गाह्रो हुन्छ। तर सोच्नुहोस् के एउटा हारले तपाईको सम्पूर्ण क्षमता निर्धारण गर्न सक्छ? के एउटा गल्तीले तपाईको सम्पूर्ण मेहनत र ज्ञानलाई मेटाउन सक्छ? बिल्कुल सक्दैन। जसरी यदि तपाईँ सडकमा हिँड्दै गर्दा अचानक लड्नुभयो भने के यसको मतलब यो हो कि तपाईलाई हिँड्नै आउँदैन? के यसको मतलब तपाईले फेरि हिँड्ने कोसिस नै गर्नुहुन्न? बिल्कुल पनि होइन। सडकमा लड्नुको मतलब केवल यो हो कि तपाईको ध्यान कतै हटेको छ। अर्को पटक तपाईँ अझ सावधानपूर्वक हिँड्नुहुन्छ। ट्रेडिङमा पनि यदि नोक्सानी भयो भने त्यो केवल एउटा सानो ठेस हो। यो हार होइन, लाजको कुरा होइन, आत्मसम्मानको प्रश्न पनि होइन। असली विजेता त्यो हो जो लडेर उठ्छ, गल्तीबाट सिक्छ र फेरि अगाडि बढ्छ। यो नै एक असल ट्रेडरको मानसिकता हो। किनभने बजारमा टिकिरहनु नै खेल हो, हार्नु सिक्ने अवसर हो। हरेक नोक्सान एउटा ठूलो पाठ हो। हरेक लडाईँले तपाईलाई बलियो बनाउँछ। यदि तपाईँ हरेक हारबाट केही सिक्न सक्नुहुन्छ भने तपाईँ वास्तवमा हारिरहनु भएको छैन, तपाईँ प्रगति गरिरहनु भएको छ। तपाईँ त्यो ठाउँमा पुग्दै हुनुहुन्छ जहाँ धेरैजसो मानिसहरू पुग्नै सक्दैनन्, किनकि धेरैजसो मानिसहरू एक हारपछि आफैमाथि शङ्का गर्न थाल्छन्। उनीहरू डराउँछन् वा रिसले गल्ती दोहोऱ्याउँछन्। तर जो शान्त रहन्छ, जो हारलाई सहजतापूर्वक स्वीकार गर्छ, जो हरेक पटक उठ्ने हिम्मत राख्छ, ऊ नै अन्त्यमा जित्ने गर्छ। त्यसैले अर्को पटक जब तपाईको ट्रेड नोक्सानमा जान्छ, मुस्कुराउनुहोस्, सिक्नुहोस् र फेरि उठ्नुहोस्। यो हार थिएन, यो तपाईको अर्को जितको लागि तयारी मात्रै थियो। बजार निरन्तर चलिरहन्छ। हरेक दिन हरेक ट्रेडबाट केही सिक्नुहोस्। यो सोचले एक सफल ट्रेडर र सामान्य ट्रेडर बीचको सबैभन्दा ठूलो भिन्नता पैदा गर्छ। जब हामी हरेक दिन आफैसँग यो प्रश्न गर्छौं, आज मैले के सिकेँ, तब हामी प्रगतिको नयाँ तहमा पुग्छौं। यो कुनै यस्तो काम होइन जसमा एक दिनमा महारत हासिल हुन्छ।
हरेक ट्रेड चाहे त्यो सही होस् वा गलत तपाईको लागि सिक्ने मुख्य अवसर हो। यदि कुनै दिन तपाईलाई नोक्सानी भयो भने त्यो दिनलाई सराप्नुको सट्टा आफैसँग सोध्नुहोस्, मेरो गल्ती के थियो? र यदि नाफा भयो भने सोध्नुहोस्, मैले कुन निर्णय सही गरेँ? हरेक अनुभवमा सुधारको सम्भावना हुन्छ। गल्तीबाट भाग्नु सबैभन्दा ठूलो गल्ती हो, किनभने जब तपाईँ गल्तीबाट भाग्नुहुन्छ तपाईँ सक्ने अवसर पनि गुमाउनुहुन्छ। गल्तीहरूलाई अँगाल्न सिक्नुहोस्, तिनका पछाडि लुकेका पाठहरू बुझ्नुहोस्। हरेक गल्तीले तपाईलाई अर्को पटक थोरै बलियो र थोरै समझदार बनाउँछ। यो सोचले तपाईलाई एक साधारण ट्रेडर बनाउँछ। याद राख्नुहोला, ट्रेडिङमा सबैभन्दा ठूलो सफलता तिनीहरूलाई प्राप्त हुन्छ जो लगातार आफूलाई सुधारिरहन्छन्, जो हरेक नोक्सानीमा लुकेका पाठहरू खोज्छन्, जो हरेक नाफाको पछाडि पनि आफ्नो रणनीतिको विश्लेषण गर्छन्। यो एक कहिल्यै नसकिने यात्रा हो जसमा हरेक दिन, हरेक ट्रेड, हरेक निर्णयले तपाईलाई नयाँ अनुभवतिर लैजान्छ। त्यसैले यदि तपाईँ साँच्चै ट्रेडिङमा माहिर बन्न चाहनुहुन्छ भने आजैबाट आफूसँग यो बाचा गर्नुहोस्, म हरेक दिन केही नयाँ सिक्नेछु, म हरेक हारलाई मेरो शक्ति बनाउनेछु र म कहिल्यै रोकिने छैन, कहिल्यै हार मान्ने पनि छैन। किनभने असली जित त्यसको हुन्छ जो हरेक दिन आफूलाई थोरै थोरै सुधार्दै जान्छ। अब सोच्नुहोस्, यदि तपाईले आफ्नो डर, लोभ र भावनालाई नियन्त्रण गर्न सिक्नुभयो भने के तपाईँ एक फरक स्तरको ट्रेडर बन्नुहुन्छ? द डिसिप्लिन ट्रेडरले हामीलाई ट्रेडिङ मात्र सिकाउँदैन, बरु जीवनको हरेक ठूलो चुनौतीमा बलियो बन्न सिकाउँछ। यदि तपाईले आजैबाट अनुशासित बन्ने निर्णय गर्नुभयो भने विश्वास गर्नुहोस्, बजार मात्र होइन संसार पनि तपाईको हुनेछ। किनभने यहाँ हामी सिक्छौं, बढ्छौं र जित्छौं पनि।